सो हेलो एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ आज चाहिँ इपिसन र म मिलेर CR7 हो र दाइको एउटा रियाक्सन भिडियो गर्न गइरहेको छौँ। रियाक्सन भिडियो चाहिँ के भने हाम्रो सञ्जन दाइ र अब के भन्नु पुनम भाउजूको चाहिँ बिहे भएको सबैलाई थाहा छँदैछ। त्यो बिहेको चाहिँ म्युजिक भिडियो बनाउनु भएको रहेछ हाम्रो स्वप्निल दाइले। अब हेरौँ कस्तो छ त्यो भिडियो। मैले हिजो अस्तिदेखि नै राखिरहेको थिएँ सँगै हेर्नको लागि रियाक्ट गर्छु भनेर। अनि आज चाहिँ इपिसनलाई बोलाएँ अनि रियाक्ट गर्नु लागेको खरबुजा खाँदै अब गर्मीमा। ल भिडियोलाई सिधै सुरु गरिदिउँ। आमामा एड आयो त सुरुमै। फिल्म एज फोटोग्राफ सिरिज सजन वेट्स पुनम ज्वेलरीको त्यो भयो त है प्रमोसन। मायामा हारे टपिक छ होइन टाइटल। खुकुरी भिरेर मिमाएर थियो नि खुकुरी कस्तो गरेको सक्छ त भनेर नि बाबु हो मोरको बाबु होइन आफ्नै घरमा हानु नि बिहे। आफ्नै घर हो मैले थाहा पनि छैन। होइन होला होइन होला होइन र पार्टी प्यालेसमा हो। पार्टी प्यालेस खत्रै हानु नि बिहे चाहिँ। यत्रो प्लान गरेको रहेछ क्या म्युजिक भिडियोलाई नै। घरमै बिहे भएपछि लाग्यो मलाई चाहिँ। ब्लग हेरेन उसको मलाई नि हेरेको छैन। ल अहिले कत्रो गमक्क परेको क्या। यस्तो म्युजिक भिडियो हेरिरहने अरूको बानी हो क्या। यो त होइन जस्तो क्या। हल्दी हौ हामी भित्रै छौँ आऊ न आऊ रियाक्ट गरेर होइन। आऊ आऊ हाम्रो दिपक सर खरुजा भेट्ने आऊ मलाई हानु न त खरुजा। अगाडि बसेको खाऊ न खाऊ। हामी क्या भिडियो बनाइदिउँ हाम्रो रियाक्सन भिडियो के भयो आज। ल ठिकै छ केटाहरू चाहिँ लाग्दिसक्यो होइन भेटघाट भएर। अब कन्टिन्यू हामी तर कहाँ के हुँदै थियो नै बिर्से कहानी यो। तैँले काट्नै पर्ने हुन्छ अलिअलि चाहिँ। अलिअलि मिलाएर हाल्नुपर्छ। ल यो ध्रुव तारा देखाएको भन्छ क्या मनिष बिहे गर्दाखेरि हामी छेत्री बाहुनको नि होइन। ध्रुव तारा देखाएको त्यो तारा देखाएको अरे क्या। त्यो तारा जस्तो जहिलेसम्म रहिबस्छ नि त त्यत्तिकै माया गर्छु भनेको अरे क्या। म त बोक्न सक्यो है। त्यसमा त लडाएको हुन्छ क्या।
त्यो भिडियोहरूमा देखेँ म भाउजू सानो मोटी भए पो थियो नि बज्जो भइसक्यो ल के भन्दैछ क्राइङ सी इज क्राइङ दाइमा रुँदैछ कि के हो चिल्मा छ चस्मा लगाएर बाल छैन ल अनि केटीको बाउमा होला के अरे बोक्नुपर्छ नि त केटीको बाउमा एउटा पनि बोक्दैछ नि त्यस्तो गाडी भनेको क्या दही खुवाइ हिँड्ने बेला साइड गरेर पार्टी प्यालेसमै होला है भनेपछि त तर बिहे सकेपछि पो पुरानो हल्दीहरू देखाउँदैछ म्युजिक भिडियो मिलाएर हाल्यो अन्त सबै मलाई त अघि लगाएको हो दामी अनएक्सपेक्टेड परफर्म बाइ सोर कम्पोजिटर स्वप्निल अगाडि नै त्यो बौद्ध हेरिटेजमा रहेछ नि त हेरौँ ल यो के रहेछ डिस्क्रिप्सन हुँदैन डिस्क्रिप्सनमा अर्को भिडियो लागिसक्यो त्यो हेर्दा मुर गर्न म मरे पनि भन्छ त म्युजिक त त्यो होइन त्यो हो नि त होइन नि परफर्म बाइ स्वप्निल शर्मा नै रहेछ रिटर्न र कम्पोज प्रोड्युस बाई रोहित सक्या बेस गिटार त्यतिद्वारा स्पेसल थ्याङ्क्स टु अङ्कित गौतम भने आफ्नो दाइहरू मान्छेको नाम पनि सिमन राया इटहरी छ त डोयल ब्ल्याक अरे अनि फलोवर्स अनि इन्स्टाग्राम ल दामी छ म्युजिक भिडियो अनएक्सपेक्टेड होइन भ्लग आउँछ भने त सबैलाई थाहा थियो बिहेको भ्लग तर बिहेकै म्युजिक भिडियो आयो दामी छ आउनै पर्ने हुन्थ्यो त्यो वेडिङ भिडियो कति भ्युज आएछ 1,36,645 2 दिनमा यति 27,000 जना लाइक हानेछ ल दामी छ केही भन्नु छ अरू केही भन्नु छैन अब यहाँ भन्दा के भन्नु केही भन्नु छैन नयाँ वर्षको दिन के अरे रियाक्सन भिडियो बनाइयो होइन आजदेखि 72 साल पनि लाग्यो वैशाख 1 गते हामीले चाहिँ यसरी नै रियाक्सन गरेरै हाम्रो त्यो के भन्छ आजको प्रोडक्टिभ कुरा नयाँ वर्ष मनायौँ यसरी नै अब सबैजनालाई ह्याप्पी न्यू इयर होइन अब त्यही भन्न चाहन्छु अब आउने दिनहरूमा प्रगति गर्नु होला त्यही नै हो केही भन के भन्दिनँ म त सबैजनाको फलोस् देशमा शान्ति समुन्नति समृद्धि छाओस् नयाँ वर्षले सबैमा खुसियाली ल्याओस् मेरो तर्फबाट र जिम्बा ब्लग्सको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मङ्गलमय शुभकामना दिन चाहन्छु ल सबैजनालाई धन्यवाद फुल भिडियो हेरिदिनु भएकोमा होइन लाइक कमेन्ट छोडिदिनु पर्यो नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु आजलाई यति नै बाई बाई दिस मच फर टुडे